बालिन सरकारको 13th डेमा के काम भयो त? वेलकम टु आज सरकारले के गर्यो सिरिज, ट्र्याकिङ बालिन सरकार फर द अपकमिङ 5 years. Let's start with a major update. काठमाडौँ डिस्ट्रिक्ट कोर्टले फर्मर पीएम शेरबहादुर देउवा र उनको वाइफ आरजु राणाको अगेन्स्टमा इलिगल प्रपर्टी केसमा अरेस्ट वारेन्ट जारी गरेको छ। आज ठ्याक्कै 12 बजे पीएम बालिन्द्र शाहले 20 वटै देशका राजदूतहरूसँग मिटिङ पनि बसे। त्यसैगरी पार्लियामेन्टमा हाउस अफ रिप्रेजेन्टेटिभ्स मिटिङ पनि बस्यो। त्यसैगरी सरकारले ग्रेटर लुम्बिनी प्रोजेक्टको इम्प्लिमेन्टेसनको लागि वर्ल्ड ब्याङ्कबाट $85 million बराबरको लोन अप्रुभ गरेको छ। अब चाहिँ एउटा गुड न्यूज छ है त। सिक्युरिटी प्रिन्टिङ सेन्टरको अनुसार गएको 10 दिनमा मात्रै 1,85,000 भन्दा बढी ड्राइभिङ लाइसेन्सहरू प्रिन्ट भइसकेको छ। त्यसैगरी शिक्षा मन्त्रालयले प्राइभेट स्कुल्सहरूले बढी फिज लिएको केसमा कम्प्लेन्स गर्नको लागि एजुकेसन डेभलपमेन्ट तथा ह्युमन रिसोर्सेस डेभलपमेन्ट सेन्टरमा हेल्प डेस्क पनि सुरु गरेको छ। यदि तपाईहरु युजुअली पब्लिक भेहिकल्सबाट ट्राभल गर्नुहुन्छ भने यो न्यूज चाहिँ छुट्टाउने हुन्न है त। फ्यूल प्राइसेस बढिरहेको कारणले गर्दाखेरि अब पब्लिक ट्रान्सपोर्ट फेयर पनि 16.71% ले बढ्ने भएको छ। सो दैट वाज ऑल फर टुडेज एपिसोड र अरु अपडेट्सको लागि चाहिँ अर्को एपिसोडमा भेटौँला।